हेलो गाइज एन्ड वेलकम टु माई न्यू भिडियो। आज हामी व्यवस्थापन कक्षा 12 को व्यवस्थापनको बारेमा पढ्नेछौँ। व्यवस्थापनको अवधारणा विशेषताहरू च्याप्टर 1 रहेको छ र यस पार्टबाट हामीलाई कति मार्क्सको आउँछ भनेपछि यस पार्टबाट आउँछ हाम्रो 5 मार्क्सको थ्योरी पक्कै नै आउँछ प्लस 1 मार्क्सको भेरी सर्ट क्वेसन आउँछ यस पार्टबाट 5 + 1 मार्क्स आउने गर्छ र यसलाई अब हामीले कम्प्लिट गर्नेछौँ कसरी कहाँबाट आउन सक्छ भनेर। सबभन्दा अगाडि त छ हाम्रो व्यवस्थापनको अवधारणा र विशेषताहरू। व्यवस्थापन भनेको के हो त? व्यवस्थापन भनेको कुनै पनि सङ्गठनले आफ्नो लक्ष्य हासिल गर्न विभिन्न व्यवस्थापकीय कार्यहरू जस्तै योजना बनाउने, सङ्गठन गर्ने, निर्णय लिने, मार्गनिर्देशन गर्ने, समन्वय तथा नियन्त्रण गर्ने र उत्प्रेरणा आदि जस्ता कार्यहरू योजनाबद्ध तथा प्रमुख ढङ्गले सञ्चालन गर्ने कार्य नै व्यवस्थापन। व्यवस्थापन कसरी बुझ्न सक्नु भने चाहिँ कुनै हरेक कार्यका अगाडि तपाईँले यो थप्न सक्नुहुन्छ भन्दाखेरि यो कुनै पनि सङ्गठनले आफ्नो लक्ष्य तथा उद्देश्य हासिल गर्ने यो हरेक ठाउँमा सबभन्दा बढी प्रयोग हुने भनेको शब्द यही हो। व्यवस्थापन भनेको कुनै पनि सङ्गठनले आफ्नो लक्ष्य तथा उद्देश्य हासिल गर्न हरेक आन्सरको अगाडि तपाईँले लगाउन सक्नुहुन्छ। अब जानेछौँ हामी तर अनि तपाईँले योजना बनाउने, सङ्गठन गर्ने, निर्णय लिने, मार्गनिर्देशन गर्ने त्यो तपाईँले जहाँ पनि थप्न सक्नुहुन्छ। अब व्यवस्थापनका विशेषताहरू छ लक्ष्योन्मुख हुने भयो। व्यवस्थापनका विशेषताहरूमा लक्ष्योन्मुख, सामाजिक प्रक्रिया, नियमित प्रक्रिया, एकीकृत प्रक्रिया, मूर्त तथा अमूर्त, बहुमुखी विषय, कला विज्ञान तथा पेसा आदि रहेका छन्। अनि अब जानेछौँ हामी सामाजिक प्रक्रिया तब सबभन्दा लक्ष्योन्मुख। हरेक सङ्गठनले निश्चित लक्ष्य र न्यूनतम सांसदको प्रयोग मार्फत सङ्गठनको उत्पादकत्व बढाउँदै सङ्गठनको आर्थिक लक्ष्य हासिल गर्ने उद्देश्य व्यवस्थापन मुख्य उद्देश्य हुन्छ। त्यसैले व्यवस्थापन लक्ष्योन्मुख हुन्छ। सामाजिक प्रक्रिया व्यवस्थापनले मानव संसाधनको उचित प्रयोग गरी उनीहरू मार्फत वा सँगै मिली सङ्गठनको लक्ष्य हासिल गर्ने गर्दछ। सङ्गठनका पूर्वनिर्धारित लक्ष्यहरू हासिल गर्नका लागि व्यवस्थापनले कर्मचारीहरूलाई सन्तुष्ट बनाउन सक्नुपर्छ। अतः व्यवस्थापनले सङ्गठनका आर्थिक लक्ष्यका अतिरिक्त मानवीय तथा सामाजिक लक्ष्य समेत प्राप्त गर्नुपर्छ आदि लक्ष्योन्मुख। हरेक व्यवस्थापन लक्ष्योन्मुख हुनुपर्छ। सामाजिक प्रक्रिया भनेको समाजका लागि उत्तरदायित्व वहन गर्न सक्ने सामाजिक लक्ष्य पनि लिएको हुनुपर्छ मानवीय लक्ष्यका अतिरिक्त। नियमित प्रक्रिया भनेको छ सङ्गठनका कार्यहरू नियमित रूपमा गर्नुपर्छ। सङ्गठन दीर्घकालीन लक्ष्यहरू हासिल गर्नका निम्ति व्यवस्थापक कार्यहरू नियमित रूपमा सञ्चालन गर्नुपर्छ। सङ्गठनका आन्तरिक तथा बाहिरी वातावरणीय तत्त्वहरू परिवर्तन भइरहेछन्, ती परिवर्तन आत्मसात गर्दै अगाडि बढ्नका निम्ति योजना, सङ्गठन, वित्तीय व्यवस्थापन लगायत उपयुक्त व्यवस्थापक कार्यहरू पनि नियमित रूपमा गर्नुपर्छ। एकीकृत प्रक्रिया भनेको छ व्यवस्थापन मार्फत व्यक्तिगत लक्ष्य र साङ्गठनिक लक्ष्य एकीकृत गर्नुपर्दछ। व्यक्ति, इकाइ, विभाग तथा शाखा क्रियाकलाप र प्रयत्नहरूलाई एकीकृत गरी सङ्गठन लक्ष्य प्राप्त गर्न सकिन्छ। एकीकृत प्रक्रिया हो नि त सङ्गठनको विशेषता। एकीकृत प्रक्रिया अब मूर्त तथा अमूर्त भने सङ्गठनका केही कार्यहरू देख्न सकिन्छन् भने केही कार्यहरू देख्न सक्दैन, यसरी मूर्त तथा अमूर्त हुन्छन् भन्न सकिन्छ। बहुमुखी विषय भनेको छ व्यवस्थापन बहुमुखी विषय हो किनभने यसमा विभिन्न प्रकारका किताबहरू पर्दछन् जस्तै मनोविज्ञान, समाजशास्त्र, मानवशास्त्र, बजारशास्त्र, अर्थशास्त्र, तथ्याङ्कशास्त्र आदि ज्ञानहरू यसमा समावेश गरेका हुन्छन्। यसैले बहुमुखी विधा भन्न सकिन्छ, बहुमुखी विषय भन्न सकिन्छ। यसरी हामीले व्यवस्थापनका विशेषताहरू जान्यो। यो 5 मार्क्समा 5वटा लेख्नुपर्ने हुन्छ, मान्न आउन सक्छ, तपाईँले घुमाएर पनि आउन सक्छ। व्यवस्थापन भनेको के हो, यसका विशेषताहरू लेख्नुहोस् भनेर 5 मार्क्समा क्वेसन नम्बर 12 मा आउन सक्छ। अब हामीले तपाईँ व्यवस्थापन भनेको के यति लेख्ने, अनि त्यसपछि व्यवस्थापनका विशेषताहरू लक्ष्योन्मुख लेखिदिने, अलि विशेषता हानिदिने, अनि सामाजिक प्रक्रिया भन्ने मिलाएर लेखेको चाहिँ सामाजिक प्रक्रिया, नियमित प्रक्रिया, एकीकृत प्रक्रिया, यसरी लाइन बाई लाइन तपाईँलाई याद गर्न सजिलो हुने भयो। त्यसपछि मूर्त तथा अमूर्त भन्यो टेन्जिबल इन्टेन्जिबल एकाउन्टमा सुनेको पनि होला तपाईँहरूले। मूर्त तथा अमूर्त हुन्छन्, कुनै देख्न सकिन्छन्। मूर्त भनेको देख्न तथा छुन सक्ने, अमूर्त भनेको देख्न तथा छुन नसक्ने भन्न सकिन्छ। अनि बहुमुखी विषय भन्यो हरेक विषयहरू यहाँबाट समावेश गरिएको हुन्छ। त्यसैले अब छ व्यवस्थापनका विभिन्न कार्यहरू। अब व्यवस्थापनका कार्यहरू यहाँबाट हामीलाई व्यवस्थापनका विभिन्न कार्यहरूको वर्णन गर्नुहोस् भनेर 5 मार्क्समा धेरै कम सोधिन्छ, तर पनि जान त राख्नु पऱ्यो। हरेक ठाउँमा यो हामीलाई अगाडि नै आउने गर्छ, त्यसैले यो सबभन्दा कम सोध्ने भनेको यही क्वेसन हो, व्यवस्थापनका विभिन्न कार्यहरू। व्यवस्थापनका कार्यहरूमा योजना कार्य भन्ने, अनि यो तपाईँले यसलाई लेख्नु पर्दैन। तपाईँले सिधा व्यवस्थापनका कार्यहरू 4 प्रकारका हुन्छन्, 4 प्रकारका विभिन्न कार्यहरूलाई लेखिदिने भयो। यसलाई लेख्नु पर्दैन, खालि तपाईँले लेख्ने भनेको यति थियो। हरेकको परिभाषा जान्नु पऱ्यो, हरेकको परिभाषा जाने पुग्छ। अब जानेछौँ हामी व्यवस्थापनको योजना कार्य अन्तर्गत व्यवस्थापनले के गर्ने, कहिले गर्ने अथवा सङ्गठनको लक्ष्य तथा उद्देश्य हासिल गर्न व्यवसायले भविष्यमा गर्नुपर्ने कामका सम्बन्धमा कुनै कार्य कहिले, कसरी, कसले, कहाँ गर्ने भनेर अगाडि नै बनाउने योजनालाई नै, अगाडि नै बनाउने रूपरेखा खाकालाई नै योजना भनिन्छ। यति जान्ने हो। योजना अगाडि परिभाषा हामीले अगाडि पनि पढ्नेछौँ, च्याप्टर 3 मा छ।
च्याप्टर 3 मा निर्णय तथा योजना कार्यहरू छन्, त्यसमा पढ्नेछौँ। त्यसैले यसलाई हामीले उतै पनि पढ्नेछौँ। त्यसैले यसमा हामीले खालि व्यवस्थापन भनेको के हो, मतलब योजना कार्यहरू भनेको के हो त्यति जान्ने हो। व्यवस्थापनको कार्य हो योजना कार्य। त्यसपछि जानेछौँ हामी नेक्स्ट टपिकतर्फ जानेछौँ। नेक्स्ट टपिकतर्फ जानका लागि अगाडि बढ्यौँ। सङ्गठन कार्य, सङ्गठन भनेको के हो त्यति जान्ने हो। यसमा सङ्गठन कार्य भनेको के हो, सङ्गठन यसमा पनि हामीले अघिको परिभाषा हाल्ने। सङ्गठनको लक्ष्य तथा उद्देश्य हासिल गर्नका लागि आवश्यक काम, सांसोध, अधिकार र उत्तरदायित्वहरूलाई सही तरिकाले बाँडफाँड गर्ने कार्यलाई नै सङ्गठन कार्य भनिन्छ भन्ने भयो। धेरै पनि पर्दैन, यति भयो सङ्गठन कार्य। यसमा अरू पनि चाहिँदैन, सिधै नेतृत्व कार्यतर्फ जानेछु। नेतृत्व भनेको के हो त्यति जान्ने। नेतृत्व भनेको के हो त, सङ्गठनको नेतृत्व कार्य अन्तर्गत धेरै कार्यहरू पर्छन्, त्यसमा नेतृत्वका लागि जानेछौँ। लिडिङ भने सङ्गठनको लक्ष्यता उद्देश्य हासिल गर्न, मानव संसाधनहरू सङ्गठनको लक्ष्यता उद्देश्य हासिल गर्न मानव संसाधनको अधिकतम सदुपयोग गर्नका निम्ति कर्मचारीले गरेका कार्य अवलोकन तथा आवश्यकता अनुसार मार्गदर्शन गर्ने कार्यलाई त सुपरिवेक्षण भनिन्छ। त मैले तल परिभाषा गरेँ, सुपरिवेक्षण भनिन्छ भन्ने चाहिँ यहाँ दिएको छ किन त्यो हेर्दैछु म। सुपरिवेक्षण यहाँ देख्न सक्नुहुन्छ। सुपरिवेक्षण मानव संसाधन अधिकतम सदुपयोग गर्न निम्ति कर्मचारीले गरेका कार्य अवलोकन तथा आवश्यकता अनुसार मार्गदर्शन गर्ने कार्यलाई सुपरिवेक्षण भन्छ। नेतृत्व कार्य भनेको कर्मचारीको सङ्गठनको लक्ष्य उद्देश्य हासिल गर्न कर्मचारीहरूको व्यवहार तथा कार्य सम्पादनमा प्रभाव पार्ने व्यवस्थापकीय कार्यलाई नै के भन्छ, नेतृत्व कार्य भन्छ। यति जान्ने यसमा। अनि त्यसपछि सबैको एक एकको परिभाषा जान्नुपर्छ, उता पनि आउँछ, तर सबैको परिभाषा जान्न हामीलाई आवश्यक छ। निर्देशन भनेको के हो, कर्मचारीलाई कामको जिम्मेवारी सुम्पिने तथा उक्त जिम्मेवारी प्रयोगकर्ताले सम्पादन गर्नका निम्ति कार्यविधि बुझाउने कार्यलाई निर्देशन कार्य भनिन्छ। उत्प्रेरणा भनेको छ सबै कर्मचारीलाई सुम्पिएको जिम्मेवारी उत्कृष्ट तरिकाले सम्पन्न गर्नका निम्ति मानसिक तथा शारीरिक रूपमा तयार पार्ने व्यवस्थापक कार्यलाई उत्प्रेरणा भनिन्छ। सुपरिवेक्षण छ मानव संसाधनको अधिकतम सदुपयोग गर्नका निम्ति कर्मचारीले गरेका कार्य अवलोकन तथा आवश्यकता अनुसार मार्गदर्शन गर्ने कार्यलाई सुपरिवेक्षण भनिन्छ। त्यसपछि सञ्चार छ निश्चित उद्देश्यका निम्ति कुनै सूचना एक व्यक्तिबाट अर्को व्यक्ति वा एक स्थानदेखि अर्को स्थानमा पुर्याउने प्रक्रिया सञ्चार भनिन्छ। अब समन्वय भनेको कोर्डिनेसन गर्ने, सङ्गठनका विभिन्न व्यक्ति एकाइ तथा विभागका क्रियाकलापहरूलाई एकीकृत गर्ने प्रक्रियालाई समन्वय भनिन्छ। यसबाट आपसी समझदारी तथा सहअस्तित्वको विकास हुन्छ। अब नियन्त्रण छ, नियन्त्रण भनेको चौथो कार्य हो। नियन्त्रण च लेखिएको छ, मिस्टेक हुनसक्छ यो। नियन्त्रण कार्य भनेको चौथो कार्य हो। यो नियन्त्रण भनेको अन्तिम कार्य भनेको नियन्त्रण कार्य हो भन्न सकिन्छ। नियन्त्रण भनेको के हो, सङ्गठनको लक्ष्यता उद्देश्य हासिल गर्न वास्तविक कार्यस्तर मापन गरी निर्धारित कार्यसँग तुलना गर्ने तथा सुधारात्मक कार्य अवलोकन गर्ने कार्यलाई नै नियन्त्रण कार्य हुन्छ। वास्तविक कार्यस्तर मापन गर्ने र निर्धारित कार्यस्तरसँग तुलना गर्ने तथा सुधारात्मक कार्य अवलोकन गर्ने कार्यलाई नै नियन्त्रण कार्य भनिन्छ। यो मैले ह्यान्ड रिटेन मैले आफैले कापमा लेखेका नोटहरूलाई यसमा मैले कम्प्युटराइजबाट यसमा लेखेको हो टेक्स्टमा, त्यसैले यो अलि राम्रो देखिएको मात्र हुनसक्छ। अरू त मैले सबै के भन्न सकिन्छ नि, कपीबाट लेखेको भन्न सकिन्छ, आफैले लेखेको नोटबाट। त्यसपछि छौँ हामी व्यवस्थापन कला विज्ञान तथा पेसाका रूपमा भनेको छ। योबाट चाहिँ तपाईँलाई 100%मा 90%सम्म त यताबाट आउँछ। व्यवस्थापन कला विज्ञान तथा पेसाका रूपमा, कलाका रूपमा व्यवस्थापन भनेको के हो, विज्ञानका रूपमा व्यवस्थापन भनेको के हो, पेसाका रूपमा व्यवस्थापन भनेको के हो। यहाँबाट 5 मार्क्सको हुन्छ, अथवा कहिलेकाहीँ व्यवस्थापनमा कला विज्ञान तथा पेसाको अन्तर्सम्बन्ध लेख्नुहोस् भनेर पनि आउँछ। योबाट सबैभन्दा बढी ध्यान दिनु भने यताबाटै हो। अब जानेछौँ हामी क्वेसनतर्फ। व्यवस्थापनलाई विज्ञानका रूपमा, व्यवस्थापनमा विभिन्न किसिमका वैज्ञानिक सिद्धान्तहरू पद्धति खोज तथा अनुसन्धान अपनाइने भएकाले यसलाई विज्ञानका रूपमा लिइन्छ। निम्नद्वारा व्यवस्थापनलाई विज्ञानका रूपमा लिन सक्छ। ज्ञानको व्यवस्थित सङ्गठन हो, त्यसैले विश्वव्यापी तथ्यता सिद्धान्तहरू प्रयोग गरिएको हुन्छ, अवलोकनका विधिको प्रयोग गरिएको हुन्छ। यो तपाईँले पढ्न सक्नुहुन्छ, धेरै पढ्यो भने भिडियो लामो हुनसक्छ। त्यसैले ज्ञानको व्यवस्थित सङ्गठन, विश्वव्यापी तथ्यता सिद्धान्त, अवलोकनको वैज्ञानिक विधिको प्रयोग, अनि यसमा परीक्षा तथा अनुसन्धानमा आधारित पनि भन्न सकिन्छ। कारण र असर सम्बन्ध दुईवटा दिएको छैन, मैले धेरै गर्नु पर्दैन भनेर 3वटा लेखेको छु। 3, 4 एउटा अर्को तपाईँले किताबमा पनि देख्न सक्नुहुन्छ। ज्ञानको व्यवस्थित सङ्गठन, विश्वव्यापी तथ्यता सिद्धान्त, अवलोकनको वैज्ञानिक विधिको प्रयोग, परीक्षा तथा अनुसन्धानमा आधारित हुन्छ, कारण र असर सम्बन्धहरू हुन्छ। अनि व्यवस्थापन कलाका रूपमा भनेको छ, कला भनेको ज्ञान, सिप र प्रतिभाको प्रयोग गरी उत्कृष्ट परिणाम प्राप्त गर्ने तरिका हो। व्यवस्थापनमा पनि कर्मचारीलाई प्रभावित पार्ने, योजना बनाउने, निर्णय लिने, वातावरण अध्ययन गर्ने र भविष्यको आकलन गर्ने जस्ता विशेष क्षमताहरू व्यवस्थापनमा हुनुपर्छ। त्यस अर्थमा व्यवस्थापन कला पनि हो। कलामा छन् हाम्रो परिणाम केन्द्रित दृष्टिकोण हुन्छ, परिणाम केन्द्रित दृष्टिकोण अथवा व्यक्तिगत सिप हुने भयो। यसमा व्यक्तिगत सिपहरू पनि चाहिन्छ। कलामा व्यक्तिगत सिप, व्यावहारिक ज्ञानको प्रयोग हुनु पर्यो, परिणाम केन्द्रित दृष्टिकोण हुने भयो, सृजनशीलताको प्रयोग गरे हुनुपर्छ, अभ्यास मार्फत सुधार हुन्छ, अभ्यास अनुभवले सुधार हुँदै जान्छ। यति जान्नेछौँ। त्यसपछि जानेछौँ व्यवस्थापन पेसाका रूपमा। 5 मार्क्स त्यताबाट पनि आउन सक्छ। अनि व्यवस्थापन पेसाका रूपमा जीवन निर्वाहका लागि गर्ने कुनै पनि कामलाई पेसा भनिन्छ भने जसका लागि विशिष्ट ज्ञान र सिपको आवश्यकता, जीवन निर्वाहका लागि गर्ने कुनै पनि काम जसका लागि विशिष्ट ज्ञान र सिपको आवश्यकता पर्छ त्यसलाई पेसा भनिन्छ। व्यवस्थापनमा संलग्न व्यवस्थापकहरूले आफ्नो ज्ञान, सिप, अनुभव र विशिष्टता प्रदान गर्दै वृत्तिहरू विकास गर्छन्। त्यस अर्थमा व्यवस्थापन पेसा पनि हो भन्न सकिन्छ। यसमा विशिष्ट ज्ञान पर्यो, औपचारिक शिक्षा तथा तालिम, विशिष्ट ज्ञान, औपचारिक शिक्षा तथा तालिम पर्ने भयो। अनि सेवा सामाजिक उत्तरदायित्व पनि यसमा
पर्छ। विशिष्ट ज्ञान, औपचारिक शिक्षा तालिम अनि सामाजिक उत्तरदायित्व अथवा सेवा भन्न सकिन्छ। यसमा 3-4 मात्र छन्। यो सबैभन्दा बढी आउने भनेको यो आउँदैन। व्यवस्थापन पेसाको रूपमा भन्दा पनि तपाईँले फिक्स भएर जाने भनेको विज्ञानको रूपमा तपाईँलाई आउँछ। व्यवस्थापन विज्ञानका रूपमा सबभन्दा बढी सोधिने प्रश्न हो। त्यसपछि व्यवस्थापनलाई कलाका रूपमा, व्यवस्थापन विज्ञानका रूपमा र कलाका रूपमा मात्र धेरै सोध्छ। कलाका रूपमा, पेसाको रूपमा सोध्दैन। यिन दुईटा मध्ये एउटा फिक्स हुन्छ। बढी जस्तो 5 मार्क्समा आउने गर्छ। धेरै हामीले 3 वटै जान्ने। अब छ हाम्रो व्यवस्थापनका विभिन्न तहहरू छ। यो हामीले आउँछ, इक्जाममा आउँछ नआउँछ त्यो हामीलाई चासो भएन, तर यसलाई हामीले जान्नुपर्ने हुन्छ। त्यसैले हामीले यसलाई ध्यान दिनुपर्ने हुन्छ, किनभने यो हरेक ठाउँमा यसलाई हामीले बुझेको भएपछि मात्र हामीले अरूको अझ अन्य कुराहरू जान्न सक्छौँ। अब छ व्यवस्थापनका विभिन्न तहहरू छन्। व्यवस्थापनका 3 तहहरू हुन्छन्। उच्च स्तरीय सबभन्दा टप लेभल हुन्छ। तपाईँले एउटा सोपानिक श्रृङ्खलाको उबाट पनि तपाईँले थाहा पाउनु भएको होला। यो यस्तो हुन्छ नि, उच्च स्तरीय व्यवस्थापन यो टप लेभल भयो, यो टप लेभल हुन्छ। अनि यो मध्यम स्तरीय व्यवस्थापन हुन्छ, यो निम्न स्तरीय व्यवस्थापन हुन्छ। इन बीच हुने उसलाई नै सोपानिक श्रृङ्खला हुन्छ। यसले अधिकार उत्तरदायित्व विभाजन गर्छन्, यसैलाई नै सोपानिक श्रृङ्खला भनिन्छ भन्ने तपाईँले थाहा पाएको होला। अब जानेछौँ हामी उच्च स्तरीय व्यवस्थापन भनेको के हो। सङ्गठनको सबभन्दा शक्तिशाली माथिल्लो तहको व्यवस्थापन उच्च स्तरीय व्यवस्थापन भनिन्छ। सङ्गठनको सबभन्दा बढी अधिकार यसमै हुन्छ। सामान्यतया लगानीकर्ताहरू, मालिकहरू, सञ्चालन समितिहरू, प्रमुख कार्यकारी अधिकृतहरू यस तहमा हुन्छन्। उच्च स्तरीय व्यवस्थापनले सङ्गठनका दीर्घकालीन लक्ष्यहरू बनाउने गर्छ, योजना तथा रणनीतिहरू तय गर्छ। यसका कार्यहरू पनि जान्नुपर्ने हुन्छ। हामीले इक्जाममा यताबाट पनि आउन सक्छ, नआउने भन्ने हुँदैन, सिलेबसमा छ। त्यसैले यो पनि जान्नुपर्ने हुन्छ। सङ्गठनका समग्र उद्देश्यहरू तय गर्ने, सङ्गठनका समग्र उद्देश्यहरू बनाउने भयो। अनि सङ्गठनात्मक संरचना तयार पार्ने, सङ्गठनका योजना तथा रणनीतिहरू बनाउने, सङ्गठनका हरेक संरचनाको नेतृत्व, निर्देशन तथा समन्वय गर्ने र विभिन्न विभागका निम्ति विभागीय व्यवस्थापकको नियुक्ति र निर्देशन गर्ने र अन्तिम सबभन्दा महत्त्वपूर्ण कार्य भनेको बजेट तयार गर्ने तथा नियन्त्रण गर्ने आदि हुन्। अब जानेछौँ हामी नेक्स्ट कार्य मध्यम स्तरीय व्यवस्थापन। आफ्नो विभागको उत्तरदायित्वभित्र पर्ने क्रियाकलापका निम्ति विभागीय नीति र योजनाहरू उच्च स्तरीय व्यवस्थापनको मर्मअनुसार कार्यान्वयन गर्ने र निम्न स्तरीय व्यवस्थापनलाई निर्देशन दिनुलाई तल्लो तहको कार्य भनिन्छ अथवा मध्यम स्तरीय व्यवस्थापन भनिन्छ। यसका विभागीय प्रमुखहरू, सहायक प्रमुखहरू आदि पर्दछन्। यसका कार्यहरूमा जानेछौँ हामी उच्च स्तरीय व्यवस्थापनले दिएका नीति, योजना र निर्देशनहरू कार्यान्वयनका निम्ति निम्न स्तरीय व्यवस्थापनसम्म पुर्याउने काम गर्छ। अनि चाहिँ हाम्रो उच्च स्तरीय र निम्न स्तरीय व्यवस्थापनका बिचमा पुल वा मध्यस्थकर्ताको भूमिका गर्छ। अनि निम्न स्तरीय व्यवस्थापन वा कार्यान्वयन तहमा भएका क्रियाकलापहरू, प्राप्ति, उपलब्धिहरू वा घटनाहरूलाई उच्च स्तरीय व्यवस्थापनसम्म पुर्याउने काम गर्छ। अनि सङ्गठनका मध्यम स्तरीय नीति, योजना र रणनीतिहरू तयार गर्ने काम गर्छ। अनि कर्मचारीलाई दक्षताका आधारमा कार्यविधान गरी उत्तरदायित्व सुम्पिने र समन्वय गर्ने काम गर्छ। त्यसपछि हाम्रो छ निम्न स्तरीय व्यवस्थापन भनेको छ मध्यम स्तरीय व्यवस्थापनले बनाएका योजना तथा निर्देशनहरूलाई कार्यान्वयन गर्ने तहलाई नै निम्न स्तरीय व्यवस्थापन। यो सबभन्दा तल्लो तहको व्यवस्थापन हो। यसमा सुपरिवीक्षकहरू हुन्छन्, फोरम्यान आदिहरू पर्दछन्। यसका कार्यहरूमा मध्यम स्तरीय व्यवस्थापनले तय गरेका लक्ष्य प्राप्त गर्न दैनिक योजना तयार पार्ने, कार्यविधान गरी विभिन्न कर्मचारीलाई उत्तरदायित्व सुम्पिने, कार्य वातावरण वा गुणस्तर सुधार्न प्रयत्न गर्ने, कर्मचारीलाई उत्प्रेरित गर्ने, मार्गदर्शन तथा सुपरिवेक्षण गर्ने, यस तहका उपलब्धि वा घटनाहरूलाई मध्यम स्तरीय व्यवस्थापनसम्म पुर्याउने अनि आवश्यकता अनुसार मध्यम स्तरीय व्यवस्थापनलाई सुझाव सल्लाह दिने आदि कार्यहरू छन्। यति हो हाम्रो। यसबाट हामीले 5 मार्क्स प्लस 1 मार्क्सको भेरी सर्ट आउनेछ। यो सजिलो पनि हुने गर्छ। यो पार्ट हामीलाई अगाडि नै यो पार्ट हामीले नपढेर गएमा अगाडिका कुराहरू हामीले बुझ्न सक्दैनौँ। त्यसैले यो धेरै महत्त्वपूर्ण पार्ट भएकाले यसको मैले सबभन्दा पहिलो भिडियोले व्यवस्थापनको अवधारणाहरू जान्नु, व्यवस्थापन भनेको के हो जान्ने, व्यवस्थापन भनेको के हो यो याद गर्नै पर्यो तपाईँले। अनि व्यवस्थापनका विशेषताहरू हुन्छन्, लक्ष्योन्मुख हुन्छ, व्यवस्थापन लक्ष्यमा केन्द्रित हुन्छ, सामाजिक प्रक्रिया हो, नियमित प्रक्रिया हो, अनि एकीकृत पनि प्रक्रिया हो, मूर्त तथा अमूर्त हो, बहुमुखी विषय हो। यसरी 5वटा हेर्ने, 6वटा भने मैले एउटा तपाईँलाई याद गर्न सजिलो होस् भनेर। अनि व्यवस्थापनका विभिन्न कार्यहरूमा जानेछौँ। योजना कार्य भनेको के हो जान्नु पर्यो, सङ्गठन कार्य, नेतृत्व कार्य, अनि नेतृत्व कार्य अन्तर्गत 5वटा कार्यहरू पर्छन्, निर्देशन, उत्प्रेरणा, सुपरिवेक्षण, सञ्चार र समन्वय। अनि त्यसपछि चौथो कार्य भनेको नियन्त्रण कार्य हो। नियन्त्रण कार्यपछि हामीले व्यवस्थापनलाई कला, विज्ञान र पेसाका रूपमा लिन सक्छौँ। व्यवस्थापन विज्ञानका रूपमा छ, ज्ञानको व्यवसायिक सङ्गठन हो, विश्वव्यापी तथ्य सिद्धान्त, अवलोकन वैज्ञानिक विधिको प्रयोग, परीक्षण तथा अनुसन्धानमा आधारित कारण असर सम्बन्ध हुन्छ भने व्यवस्थापन कलाका रूपमा हाम्रो परिणाम केन्द्रित व्यक्तिगत सिप, व्यावहारिक ज्ञानको प्रयोग, परिणाम केन्द्रित दृष्टिकोण, सृजनशीलता, अभ्यास मार्फत सुधार भन्न सकिन्छ। व्यवस्थापन पेसाका रूपमा विशिष्ट ज्ञान भयो, औपचारिक शिक्षा तथा तालिम, पेसागत समूहको प्रतिनिधित्व गर्छ, पेसागत समूहको प्रतिनिधित्व पनि गर्छ यसले। अनि सेवा वा सामाजिक उत्तरदायित्व 4वटा कार्य मात्र छन् यसमा। अनि व्यवस्थापन विभिन्न तहहरूमा उच्च स्तरीय व्यवस्थापन भयो, यसका कार्यहरू जान्ने, मध्यम स्तरीय व्यवस्थापन भयो, यसका कार्यहरू, निम्न स्तरीय व्यवस्थापन भयो, यसका कार्यहरू। मेरो प्रिडिक्सन हुने गर्छ यस भिडियोमा कुन इक्जाममा होला भन्ने छ। इक्जाममा आई थिङ्क यसपालि त व्यवस्थापनका यो आउन सक्छ जस्तो लागेको छ। व्यवस्थापनलाई विज्ञानका रूपमा भनेर
सोध्न सक्छ भन्ने छ मलाई। अब यो मेरो प्रिडिक्सन हो, अब हुन्छ हुँदैन त्यो त अब इक्जाम पछि थाहा हुने गर्छ, 25 गतिको इक्जाम पछि। र बेस्ट अफ लक भन्न चाहन्छु। र दोस्रो भिडियो मैले च्याप्टर 2 को पनि लिएर आउनेछु। र हस्त म बिदा हुन्छु, धन्यवाद।